प्राकृतिक स्रोत प्राकृतिक स्रोत भनेको प्रकृतिबाट प्राप्त हुने त्यस्ता वस्तु वा तत्त्व हुन् जसले मानव जीवनलाई सहज, समृद्ध र सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। पृथ्वीमा पाइने हावा, पानी, माटो, वन, खनिज पदार्थ, जनावर आदि सबै प्राकृतिक स्रोतका उदाहरण हुन्। यी स्रोतहरू बिना मानव जीवनको कल्पना नै गर्न सकिँदैन। त्यसैले प्राकृतिक स्रोतहरू हाम्रो जीवनको आधार स्तम्भ हुन्। मानव सभ्यताको विकास र आधुनिक युगको निर्माणमा प्राकृतिक स्रोतको सबैभन्दा ठुलो भूमिका रहेको छ। यी स्रोतहरू प्रकृतिमा स्वतः उपलब्ध हुन्छन् र यिनको उपयोगबाट नै मानिसले आफ्नो आवश्यकता पूरा गर्दछ। प्रकृतिले मानव जीवनलाई बाँच्नका लागि आवश्यक पर्ने धेरै वस्तुहरू उपहार स्वरूप प्रदान गरेको छ। प्राकृतिक स्रोत भन्नाले प्रकृतिबाट प्राप्त हुने ती सबै वस्तु तथा साधनहरूलाई जनाइन्छन् जसले मानव जीवनलाई सहज, सुरक्षित र समृद्ध बनाउन सहयोग पुर्याउँछ। यी स्रोतहरू मानव जीवनका आधार स्तम्भ हुन् किनकि यिनैबाट हामी खाना, वासस्थान, ऊर्जा र अन्य आवश्यक वस्तुहरू प्राप्त गर्छौँ। प्राकृतिक स्रोतहरूलाई मुख्यतः दुई भागमा वर्गीकरण गर्न सकिन्छ: नवीकरणीय स्रोत र अनवीकरणीय स्रोत। नवीकरणीय स्रोत भनेको ती स्रोत हुन् जुन समयसँगै पुनः उत्पादन हुन सक्छन्, जस्तै पानी, वन, हावा आदि जस्ता स्रोतहरू सही व्यवस्थापन गरिएमा कहिल्यै समाप्त हुँदैनन्। अर्कोतर्फ अनवीकरणीय स्रोत भनेका ती स्रोत हुन् जुन एकपटक प्रयोग गरेपछि पुनः निर्माण हुन धेरै समय लाग्छ वा सम्भव हुँदैन, जस्तै पेट्रोलियम, कोइला, प्राकृतिक ग्यास, धातु आदि। प्राकृतिक स्रोतको महत्त्व। प्राकृतिक स्रोतहरूको महत्त्व अत्यन्तै ठुलो छ। सबैभन्दा पहिले यी स्रोतहरू मानव जीवनलाई आवश्यक पर्ने आधारभूत वस्तुहरू उपलब्ध गराउँछन्। पानी बिना जीवन सम्भव छैन, हावा बिना सास फेर्न सकिँदैन र खाना उत्पादन गर्न माटो आवश्यक हुन्छ। त्यस्तै प्राकृतिक स्रोतहरूले आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। उद्योग, कृषि, ऊर्जा उत्पादन सबै प्राकृतिक स्रोतमा आधारित हुन्छन्। उदाहरणका लागि जलविद्युत उत्पादनका लागि नदी आवश्यक हुन्छ। कृषि उत्पादनका लागि उर्वर माटो आवश्यक हुन्छ। प्राकृतिक स्रोतहरूले वातावरणीय सन्तुलन कायम राख्न पनि मद्दत गर्दछ। वनहरूले अक्सिजन उत्पादन गर्दछन्, कार्बन डाइअक्साइड सोच्छन् र जलवायु सन्तुलनमा योगदान पुर्याउँछन्। त्यसैले प्राकृतिक स्रोतहरू केवल मानवका लागि मात्र होइन, सम्पूर्ण जीवजन्तुका लागि आवश्यक छन्। पहिलो कुरो, यी स्रोतहरूले मानव जीवनलाई आवश्यक आधारभूत आवश्यकताहरू पूरा गर्छन्। उदाहरणका लागि पानी बिना जीवन सम्भव छैन, हावा बिना सास फेर्न सकिँदैन, वनबाट हामी काठ, औषधि तथा अन्य उपयोगी वस्तुहरू प्राप्त गर्छौँ। त्यस्तै माटोले खेतीपातीका लागि आधार प्रदान गर्छ जसबाट खाद्यान्न उत्पादन हुन्छन्। प्राकृतिक स्रोतहरूले आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्। कुनै पनि देशको समृद्धि त्यस देशका प्राकृतिक स्रोतहरूको सदुपयोगमा निर्भर हुन्छ। उदाहरणका लागि जलस्रोतको उपयोग गरेर विद्युत उत्पादन गर्न सकिन्छ, जसले उद्योग, व्यापार र दैनिक जीवनलाई सहज बनाउँछन्। नेपाल जस्तो देशमा जलविद्युतको ठुलो सम्भावना छ, जुन सही ढङ्गले प्रयोग गर्न सकिए देश आर्थिक रूपमा बलियो बन्न सक्छ। प्राकृतिक स्रोतहरूले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छन्। वनस्पति र वनहरूले कार्बन डाइअक्साइड सोच्ने र अक्सिजन उत्पादन गर्ने काम गर्छन्।
जसले वातावरण स्वच्छ राख्छ। यिनले माटोको संरक्षण, वर्षा चक्रको सन्तुलन र जीवजन्तुको वासस्थान कायम राख्न सहयोग पुर्याउँछन्। तर आजको समयमा प्राकृतिक स्रोतहरूको अत्याधिक दोहन र दुरुपयोग भइरहेको छ। मानिसहरूले आफ्नो आवश्यकता पूरा गर्न भन्दै वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतहरूको अन्धाधुन्द प्रयोग गरिरहेका छन्। यसका कारण वातावरणीय समस्या दिन प्रतिदिन बढ्दै गएको छ। जलवायु परिवर्तन, भूक्षय, जल प्रदूषण, वायु प्रदूषण जस्ता समस्याहरू यही कारणले उत्पन्न भएका छन्। वन विनाश प्राकृतिक स्रोतहरूको सबैभन्दा ठुलो समस्या हो। मानिसहरूले काठ, खेती र बस्ती विस्तारका लागि वन काटिरहेका छन्, जसले गर्दा जैविक विविधता घट्दै गएको छ। वन नहुँदा वर्षा कम हुने, बाढी पहिरो बढ्ने र माटोको उर्वर घट्ने समस्या देखा पर्छ। त्यस्तै जलस्रोत पनि प्रदूषित हुँदै गएका छन्। उद्योग, सवारी साधन तथा घरायसी फोहोरहरूका कारण नदी, ताल र पोखरीहरू दूषित भएका छन्। यसले मानिस र जीवजन्तुको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। वायु प्रदूषण पनि बढ्दै गएको छ, जसका कारण विभिन्न रोगहरू फैलिरहेका छन्। प्राकृतिक स्रोतहरूको संरक्षण आजको आवश्यकता हो। यदि हामीले यिनको सही संरक्षण गर्न सकेनौँ भने भविष्यमा ठुलो सङ्कट आउन सक्छ। त्यसैले प्राकृतिक स्रोतहरूको संरक्षणका लागि केही उपायहरू अपनाउनु आवश्यक छ। पहिलो, वन संरक्षणमा ध्यान दिनुपर्छ। वृक्षारोपण अभियान सञ्चालन गरेर नयाँ रुखहरू रोप्नुपर्छ र पुराना वनको संरक्षण गर्नुपर्छ। दोस्रो, जल स्रोतको संरक्षण गर्नुपर्छ। नदी, ताल र पोखरीहरूमा फोहोर नफाल्ने र स्वच्छता कायम राख्ने बानी बसाल्नुपर्छ। तेस्रो, प्रदूषण नियन्त्रण गर्नुपर्छ। सवारी साधनको प्रयोग कम गर्ने, स्वच्छ ऊर्जा प्रयोग गर्ने र उद्योगहरूबाट निस्किने फोहोर व्यवस्थापन गर्नुपर्छ। चौथो, जनचेतना फैल्याउनुपर्छ। मानिसहरूलाई प्राकृतिक स्रोतको महत्त्व र संरक्षणको आवश्यकताबारे जानकारी दिनुपर्छ। विद्यालय, कलेज तथा विभिन्न संस्थाहरूले यस सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ। पाँचौँ, सरकारले पनि कडा कानुन लागू गर्नुपर्छ र प्राकृतिक स्रोतहरूको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्छ। निष्कर्षमा, प्राकृतिक स्रोत भनेको पृथ्वीको मुटु हो। प्राकृतिक स्रोतहरू हाम्रो जीवनका अमूल्य सम्पत्ति हुन्। यिनको सही उपयोग र संरक्षण गर्नु हाम्रो कर्तव्य हो। यो हामीले हाम्रा पुर्खाहरूबाट उपहार पाएका हौँ र यसलाई हाम्रा भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ। प्रकृतिको विनाश गर्नु भनेको आफ्नै विनाश गर्नु हो। त्यसैले प्रकृतिलाई माया गरौँ, प्रकृतिले हामीलाई माया गर्नेछ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै प्राकृतिक स्रोतको सही र मितव्ययी प्रयोग गरौँ। हामीले जति प्रकृतिलाई सम्मान गर्छौँ त्यति नै हाम्रा भविष्य सुरक्षित र सुन्दर हुनेछ। त्यसैले सबैले मिलेर प्राकृतिक स्रोतहरूको संरक्षण गरौँ र सुन्दर तथा स्वस्थ वातावरण निर्माण गरौँ।